खाएपछि त यस्तो मिठो छ नि पेटाउनु छ पानीले अगाइदिने गाइस रोटी कस्तो भयो रोटी मेरो राम्रो सेलरोटी राम्रो गाइस सेलरोटी ला काट्दिन आमा नमस्ते ए अब माछा बनाउँदै हजुर माछा बहिनी जोइनहरूलाई यसो आज बाटोलाई खाजा आफैले फिसिङ गरेर हजुर यहाँ आफै फिसिङ पोर्चुगलमा फिसिङ गरेर मेरिनेट गरेर बनाउन आँटेको अनि भाउजू मैले यता सेल पनि बनिरहेको जस्तो लाग्यो हामी यहाँनिर सेल कति भिजाइरहेछ होइन अब यहाँ चिया खाने अनि मात्रै सुर आउँछ भनेर चिया पनि सेल पनि माछा पनि माइतो भाँडा माज्नु लाग्यो माइतो बोलाइ भाँडा माज्नु लाग्यो बादा केमा बनाउनु काम सक्यो सकि पाइने यस्तो छ ला नि भन्नै कति तीन त्यसै मिल्छ बस नुन हौ ए चलो के भन्नु दादाले बुइनीले फ्राई गरेको माछा सुगर फ्री जस्तो हुन्छ क्या सुगर फ्री जस्तो यो बेस्ट कि वेट लस पनि अरे लु म ग्रानी खाने यसको अचार नबनाउने यहाँ ब्राभो हालिदिन्छु यहाँ खाने नि दिने काटेर ल दादा धन्यवाद दादा अब अघि म्यारिनेट सकाएर मोमोको लागि पिठो रेडी गर्दै हुनुहुन्छ हालेको यो कसरी मन हातबाट किलो सबै जान्छ त्यही जान्छ हातको आउन नि त छाला यही जान्छ कसरी आउन दर्शन ठुलो मम्मी दर्शन दादा के बनाइरहनु भएको यो लालमोहन हजुर लालमोहन बन्दैछ हो बिहान 8 बजेदेखि उठेर दादाले सबै प्रिपरेसन गरिरहनु भएको छ अच्छा मजा किया खतरो भयो दादा उता उकिन्छ ना कता उठे ना ठोक्दो उता बुढी डल्लो हामीले मार्दिने हामीले पनि डल्लो मात्रै बनाउनु दुःख त्यहाँ यो मोमोको अचार गाइस कसले बनाएको यो हामी आफैले बनाएको पाउडर चाहिँ कहाँ पाउँछ यही पाउडर यो कम्तीमा 7 रुपियाँ पर्छ यो मिक्सको होइन यो त उहाँबाट ल्याएको अन्त भिड्यो भनेपछि त फेरि ठ्याप्पकै अरू बेलामा पार्छ त भन्ने मान्छेहरू त्यो ठ्याक्कै छोराको बाउ यो लालमोहन सिरपमा हाल्दै हो दादा सिरपमा हाल्दै अब ठुलो हुन्छ भनेको त चुलामा पनि गुयो एउटा त भगवान् नखानु ल प्लिज ल यो निभाइदिउँ है सिरप नानी निभाइदिन्छु ल त्यसलाई होइन ल वाउ अबको एकैछिनमा रस गुलाब जामुन रेडी खानलाई तयारी फुलिसक्यो वाउ नानी स्ट्यान्ड भनेको छैन हैन के बनाउँदै हजुर चाहिँ यो मेरो बहिनी ज्वाइँलाई सेलरोटी बनाउँदैछु गाइस कति लकी मेन सेफ आज असिस्टेन्ट भइदिएको माइत आएर कस्तो भयो रोटी यता अनुहारमा देखाउ न अझै नजिकमा लगाएर मेरो अनुहारमा सेलरोटी राम्रो गाइस सेलरोटी ल त्यसलाई दिइहाल्नु
बहिनीलाई कसैले पाके गाई मैले आमाले मागेर आशीर्वाद दिनुहुन्छ मनको इच्छा पुरा हुन्छ है खानुलाई आशीर्वाद हजुरआमाको हिजो अघि जेरीहरू डडोर बनाएर चढाइस् अब प्रसाद सन्तोष होइन ओल्ला सन्तोषले ल्याएको ठुलिआलाई मनपर्छ भनेर होइन त नाति आमा मेरो नातिको अनुहारै देखिएन हो नाति मेरो नातिको अनुहार देखिएन भन्नुहुन्छ आमाले फेरि जुम गरी देखाएको अब हजुरआमाको श्राद्ध आज होइन आमाको आशीर्वाद प्राप्त हो भाग्यमानी हुनु चिरञ्जीवी हुनु अब कपाल बिग्रिला नि त बिहानभरि मैले 5 घण्टा लगाएर छोरालाई बोलाएर मात्र बेलना दिनुभयो सक्यो मम्मी बरु तल सक्यो आउनु अहिले छिटो आउनु भित्र आमा के बनाउनु भएको मैले हजुर स्याउको खट्टी मिठी अचार भोलि आज तेरो दिदी जाँदै फुपू दिदी अनि कोसेली हाल्दिन फुपू त धमाधम हुनुहुन्छ नि मलाई खेदाउनु पर्छ फुपू के गर्दै हुनुहुन्छ भनिदिनुहोस् मोमोको पिठो बेल्दै फुपू हेर्न सक्नुहुन्छ जान ढिलो भइसक्यो आज सन्डे यता फेरि गाडी नपाउँदो रहेछ फुपा के गर्नुभएको भनिदिनुहोस् यो चाहिँ मोमो बनाउँदै सुविधा आइ भनिदिनुहोस् दिदी यस्तो मजाले बनाउँछ एकदम मजाले बनाएको मोमो गरिदिनु ममाले पनि लाउ हुन्छ अब यता मेरो बुहारी नानी यता एकदम वासिङ एभ्री डे एकजना त यहाँनिर एकदमसँगले यहाँ चाहियो यो तपाईँले मोमो खानु र प्याक गर्ने अनि अरू भनेको भरे आएर कार्यक्रम सानीमा एक्लै बस्दै बनाउँदै सबैलाई बिदा गर्न जान मन लाग्छ आमालाई कि छोरी बिदा गर्न जान सक्नुहुन्न अरे अलिकति पीडा त मलाई पनि थाहा छ नि त छोरी गएको होइन त्यही भएर कसैले नलाने बडो बुढो मात्रै जाने ला निरो सामान किन्न जानु छ रोटी पकाउको हात पनि पकाइदिएको माया गर्बद तर मलाई यो गाउँ भएर कुनै गुनासो छैन बेबीलाई रोटी खान मन पर्छ मैले रोटी खाउन पाएँ त्यति नै खुसी वाउ चाहिँ ट्रिप बुक गर्नलाई अलमोस्ट थियो आउनलाई आधारमा पनि ह्यान्डसम देख्दो रहेछ यार ल हाम्रो जाने टाइम भयो सासु आमा रोयो सालिना अन्त झन् चुप्पै परेर भन्नुभएको छ एक हप्ताको लागि किन आत्तिने एक हप्ताको लागि आउँछु राजा हो नि त यहाँ त झन् उता राजा यता हुनुहुन्थ्यो अब यहाँको राजा त वही हो उता त एक्लै यहाँ त दिनभरि सबैजना वरिपरि हामी त के आउनु भयो उता त एक्लै यहाँ त अनि यसको त दुईटा भुमर रहेछ कि क्या हो एकपल्ट अवश्य पढ्नुहोस् भन हजुर यता आगाले भनिहाल्नु नाति भएको के हाम्रो आन्टीले लेख्नु भएको यो उपन्यास हो कृपया सबैले पढेर सल्लाह सुझाव दिनु होला म पनि पढ्दैछु यहाँले पनि पढ्दै हुनुहुन्छ सबैले धन्यवाद नमस्ते गाडी आइदिया घरतिर कुनै ठोक दिया